नमस्ते यहाँहरू सम्पूर्णमा मेरो नाम सुजना गुले। आज म केही विषयमा चाहिँ कुरा गर्न गइरहेको छु। मलाई साथ दिन चाहिँ मेरो छोरी आउँदै हुनुहुन्छ। छोरीलाई चाहिँ म स्वागत गर्न चाहन्छु। वेलकम छोरी। नमस्कार सबैजना, मेरो नाम पनि सुजना तामाङ हो। अनि आज चाहिँ हाम्रो टपिकको नेम छ हामीले चाहिँ त्यो हाम्रो फ्यामिलीमा कसरी त्यो आफ्नो मायाहरू देखाउने हो। फर्स्ट अफ अल चाहिँ म छोरीलाई चाहिँ थ्याङ्क यू सो मच छोरी भन्न चाहन्छु, किनभने छोरीले मलाई धेरै हेल्प गर्छ, धेरै बुझ्ने छ मेरो छोरी है। अनि छोरीले चाहिँ मलाई धेरै कुरामा सपोर्ट गर्छ, माया पनि धेरै गर्छ, केयर गर्छ। त्यही भएर थ्याङ्क यू सो मच छोरी। वेलकम। अनि आज चाहिँ हामी शनिबारको दिन अनि यसो बसेर मम्मी छोरी चाहिँ केही कुरा गरौँ न त भनेर। मेरो छोरी बोल्न पनि एकदम ट्यालेन्ट छ, बोल्न एकदम मन पराउँछ। ऊ धेरै प्राय बोलिरहेको हुन्छ, मैले भन्दा बढी उसले बोलिरहेको हुन्छ। त्यही भएर आज मम्मी छोरी बसेर यसो केही कुरा गरौँ न त, अनि यो कुरा चाहिँ यहाँहरूसम्म चाहिँ पनि सेयर गरौँ भनेर हामी चाहिँ आइरहेको छौँ। आशा छ यहाँहरूले चाहिँ मन पराउनुहुन्छ। अनि लाइक र सब्सक्राइब र सेयर गरिदिनुहुन्छ सबैजनालाई। आफ्नो बच्चा आफ्नो चिल्ड्रेनहरूलाई पनि सिकाउनुहुन्छ त्यस्तै। हजुर। अनि छोरी मलाई एउटा कुरा चाहिँ एकदम याद आइरहेछ। त्यो मैले स्टोरी फेसबुकमा पनि राखेको छु क्या। त्यो कुरा चाहिँ म छोरीलाई पनि सेयर गर्छु भनेर आज चाहिरहेको थिएँ कि। हाम्रो फ्यामिलीमा अहिले हामी सबैजना व्यस्त हुन्छौँ होइन। बच्चादेखि लिएर सबैजना मम्मी बाबाहरू सबैजना व्यस्त हुन्छौँ। तर पनि हामीलाई चाहिँ के अहिलेको समयमा चाहिँ के कमी भइरहेछ भने हामीलाई चाहिँ एकअर्कालाई केयरिङ गर्ने, अनि माया सपोर्ट गर्ने, एकअर्कालाई बुझ्ने होइन। लाइक अब मैले छोरीको बारेमा बुझ्ने, छोरीलाई कतिको गाह्रो भइरहेछ स्कुलमा, अनि छोरीको अहिले स्टेज कुन स्टेजमा छ, छोरी कुन उमेरमा छ, अनि छोरीलाई चाहिँ कस्तो खालको सपोर्ट चाहिन्छ, केयर चाहिन्छ, माया चाहिन्छ र कस्तो खालको गाइडेन्स चाहिन्छ भन्ने कुरामा चाहिँ मैले धेरै ख्याल गर्नुपर्छ है छोरी। हो कि होइन? आइएम राइट अर रङ? हो, त्यो पनि हो। त्यो पनि हो। अनि अर्को कुरो चाहिँ फेरि छोरीले पनि बुझ्नु पऱ्यो नि मम्मीको बारेमा, मम्मीलाई कस्तो छ। मम्मी हजुरको बारेमा त धेरै कुरा बुझिरहेको छु। हजुर कस्तो खालको, हजुरलाई के मनपर्छ, हजुरलाई के मन पर्दैन, हजुरलाई कस्तो व्यवहार छ, कस्तो मनपर्छ, फोहोर मनपर्छ कि सफा मनपर्छ कि कस्तो खानेकुरा मनपर्छ, कस्तो भेजिटेरियन मनपर्छ, कस्तो मिट, कस्तो मासुहरू मनपर्छ, त्यो सबै थाहा हो नि है। अनि हामी बुझ्दै पनि कहिलेकाहीँ चाहिँ फेरि होइन ठ्याक्क बिर्सिन्छौँ पनि है कहिलेकाहीँ। त अब के सिचुएसन हुन्छ धेरै जस्तो त हामी बिर्सेर हुन्छ। त्यो बिर्सेर हामी फुटफुटी बोलिदिरहेको हुन्छ है। मुखमा जे आयो त्यही हामी नसोचेको रिस उठ्छ नि त कहिलेकाहीँ, त झनक्क रिस उठ्छ। अनि मैले पनि छोरीको बारेमा केही सोच्दिनँ। लाइक छोरीले कहिलेकाहीँ अब होमवर्कहरू ढिला गऱ्यो भने टाइममा, अब म अफिस निस्किनु पर्दाखेरि छोरीले अब टाइममा रेडी भएन भने मलाई कस्तो रिस उठ्छ नि है। अनि म बेला बेलामा पनि गाली गरिरहेको हुन्छु नि है छोरीलाई। त्यतिखेर छोरीलाई कस्तो फिल हुन्छ, राम्रो नराम्रो कस्तो। तर छोरीले जे भए पनि टकटक गरिहाल्छ है। मम्मी रिसाएको छ भन्ने बुझिहाल्छ उसले, अनि त्यहाँबाट हतार हतार गरिहाल्छ क्या। अनि मलाई चाहिँ रिस उठेपछि त्यो कन्ट्रोल हुँदैन। अनि त्यो रिसलाई चाहिँ म पोखेरै छाड्छु, भन्छु। अनि पछि फेरि मलाई अफिस पुगेपछि त कस्तो गिल्टी फिल हुन्छ क्या। ला मैले किन भनेछु जस्तो फिल हुन्छ क्या पछि चाहिँ। अनि तर जे छोरीले ठ्याक्क बुझेर धेरै जिद्दी गर्दैन, नि खोज्दैन, झगडा गर्दैन, रिसाउन जो पनि रिसाउँछ तर केही भन्दैन है छोरीले, मुख फर्काउँदैन। अनि कन्ट्रोल गर्छ क्या। त्यो चाहिँ छोरीले जे सिकेको छ अहिलेदेखि नै, कन्ट्रोल गर्नुपर्छ आफूले आफूलाई। सेल्फ कन्ट्रोल भन्छ छोरीले बेला बेलामा सेल्फ कन्ट्रोल भन्छ। त्यो राम्रो छ है, छोरीको ह्याबिट राम्रो छ। त्यो त मेरो राम्रो नै ह्याबिट हो। किनभने हजुरलाई सानैदेखि मलाई सिकाउनु भएको यो बानीहरू। अनि त्यस्तो त हामीले के बोल्ने, मैले जुनियर पब्लिक स्पिकिङमा पनि सिकेको छु। हजुरबाट पनि मैले धेरै कुरा सिकेको छु है। ल थ्याङ्क यू सो मच है। अनि के अब मैले
कुरा गर्न खोजेको कुरा चाहिँ लाइक अब हामीले नै अब बच्चाहरूलाई धेरै माया गर्छौँ होइन, आफ्नो छोराछोरीहरूलाई धेरै माया गर्छौँ, माया भएर त कराएको त सम्झाएको है, सम्झाउँछौँ। अनि अब बच्चाहरूले पनि अब बुझ्नु पर्यो है, अब छोरी त अब झन् ठुलो भइसक्यो, अब बिस्तारै ठुलो हुँदै जान्छ। अनि छोरीले चाहिँ अब बाबा मम्मीको सिचुएसन बुझ्नु पर्यो, झर्किनु रिसाउनु भन्दा पनि बाबा मम्मीले चाहिँ मेरै लागि भनेको हो भनेर सम्झेर बुझ्नु पर्यो। मुख फर्काउनुभन्दा अगाडि दिमागले सोच्नु पर्यो कुल भएर है, हो कि होइन? अनि झन् अब बाबा मम्मी त अब एज पनि बढी भएको हुन्छ, उहाँहरूलाई हरेक खालको टेन्सन प्रब्लम परिरहेको हुन्छ, धेरै कुराहरू अब हेल्थमा पनि प्रब्लम परिरहेको हुन्छ। अनि त्यसले गर्दाखेरि बाबा मम्मीले अब यो भएन ऊ भएन भनेर सानसानो कुरामा पनि अब भनिराख्दाखेरि त्यो चाहिँ मेरै लागि हो भनेर ओके हुन्छ हस् भनेर चाहिँ हामीले मान्नुपर्छ है, हो कि होइन? कस्तो लाग्छ? त्यो त राम्रै हो। अनि अरू केही कुराहरू छ यस्तै बारेमा चाहिँ भन्नु न, सुनिरहेको छु, मलाई मन पर्यो हो। त्यही त अब छोरी अब टिनेजमा लाग्यो, अब त टिनेज भनेको मतलब अब हामी 11, 12, 13, 14, 15 भनेर हामी जबसम्म टिन आउँछ नि होइन, 11, 12, 13 पछि चाहिँ हामी 18, 19सम्म टिनेज आउँछ है। अनि त्यो टिनेजमा चाहिँ मान्छेहरू तिमी कति बढिसकेको छ नि थाहा छ तिमी, तिम्रो हाइट पनि फिजिकल्ली पनि बढाएको छ तिम्रो होइन, अनि तिमी कति धेरै अब अन्डरस्ट्यान्डिङ पनि भइरहेछ नि त होइन, बुझिरहेछौ, हरेक कुराहरूमा चेन्ज हुन्छ। अब त पढाइमा भन्दा पनि एक्स्ट्रा कुरामा चाहिँ ध्यान जान्छ क्या, लाइक होइन साथीहरूले के लायो के खायो। अनि अब अहिले त अब इन्टरनेटको जमाना छ, मान्छेहरू हरेक कुराहरू देखिन्छ होइन, पढाइमा भन्दा पनि अन्त चाहिँ धेरै ध्यान जान्छ क्या। हामी साथीभाइसँग हो राम्री हुन मन लाग्ने, अनि अलिकति मिठो खान मन लाग्ने, अनि आफ्नो फ्यामिलीले जे भने पनि बाबा मम्मी आफ्नो फ्यामिलीले भनेको कुरामा भन्दा नि साथीभाइले भनेको कुरामा चाहिँ बढी ध्यान दिने, अनि साथीभाइको चाहिँ विश्वास गर्ने, विश्वास लाग्ने होइन, त्यस्तो खालको अब चेन्ज भएर आउँछ क्या हामी। अनि अब म त ठुली भएँ, म त तरुणी भएँ, म त राम्री भएँ भनेर अब ऐना हेरिराख्न मन लाग्ने, अनि पढाइमा चाहिँ जबरजस्ती पढ्न पाए हुन्थ्यो जस्तो हुन्छ क्या। त्यो भनेको त्यो टाइमले गर्दाखेरि आएको क्या, त्यो टाइम नै त्यस्तो त्यो हुन्छ। त्यतिखेर चाहिँ आफूले आफूलाई सेल्फ कन्ट्रोल गर्नु पऱ्यो होइन, अनि आफूले आफूलाई फोकस गर्नु पऱ्यो। तिमीले जुनियर पब्लिक स्कुलमा बुझाएको छौ नि, पढाएको छौ नि, आफूले आफूलाई त्यहाँ एउटा टार्गेट राख्नु पऱ्यो, तिम्रो उद्देश्य के हो, मैले यस्तो कुरामा ध्यान दिनु हुँदैन, मैले राम्रो कुरामा ध्यान दिनुपर्छ, मेरो एम के हो, मेरो गोल के हो भनेर आफूले झसङ्ग सम्झिहाल्ने। जस्तै अब साथीहरूको कुरामा हो नि है भनेर पनि एकछिनमा चाहिँ हो मेरो त यस्तो हो, मैले यस्तो गर्नुपर्छ भनेर चाहिँ आफूलाई चाहिँ गुड ट्र्याकमा गुड लाइनमा ल्याउनुपर्छ। आफूले आफूले कन्ट्रोल गरेर दिस इज गुड दिस इज ब्याड भनेर चाहिँ आफूले चाहिँ उ गर्न सक्नु पर्यो, सेल्फ कन्ट्रोल गर्न एनालाइसिस गर्न सक्नु पर्यो आफूले आफूलाई नै। कुरा चाहिँ त्यो कोही साथीहरू हुन्छ तर कोही साथी एकदमै राम्रो हुन्छ, बेस्ट साथीहरूसँग बेस्ट एकदम पढ्ने राम्रो बानी व्यवहार हुने साथीहरूसँग चाहिँ सङ्गत गर्ने। अरू साथीहरू जो चाहिँ अलिकति स्कुलमा धेरै हल्ला गर्ने चल्ने नराम्रो ब्याड ह्याबिटहरू छन् होइन, उनीहरूसँग चाहिँ धेरै नजिक बेस्ट साथी नबनाउने, उनीहरूलाई चाहिँ बरु राम्रो गर्नुपर्छ, यस्तोमा लाग्नु हुँदैन भनेर बरु उल्टो उनीहरूलाई चाहिँ सम्झाउने गर्नुपर्छ है। ल अनि अरू के छ, अरू केही भन्नु छ? त्यो हजुरले मलाई अस्ति तिमीलाई एउटा सरप्राइज दिन्छु भन्दै हुन्थ्यो, त्यो के क्वेसन सोध्छु भन्दै हुन्थ्यो, तपाईँ फेसबुकमा पनि हाल्नुभएको थियो। के सरप्राइज बिर्सेँ त, त्यो बिरामी हुँदाखेरि त्यो सरप्राइज, हामी त्यही कुरा यहाँ भन्न लागेको हो। के भन्न खोजेको भनेदेखि अब छोरीलाई मैले पढ्न लगाएको थिएँ, त्यो मैले राखेको फेसबुकमा त्यो स्ट्याटस, अनि छोरीले भनेर छोरी के बुझ्यो भन्दाखेरि छोरीले चाहिँ मैले बुझेँ हामीले चाहिँ आफ्नो अभिभावकको हाम्रो प्यारेन्ट्सको चाहिँ कुराहरू चाहिँ बुझ्नुपर्ने रहेछ, उहाँहरूको हेल्थ, उहाँहरूले भन्न खोज्नु भएको कुरा
कुराहरू के रहेछ, उहाँहरूलाई प्रब्लम हुँदाखेरि चाहिँ हामीले चाहिँ उहाँको हेल्थको केयर गर्नुपर्ने रहेछ भनेर छोरीले भनेको थियो है। के हो अरू थप केही कुरा? थप केही कुराहरू त छैन, तर त्यस्तो कुरामा एन्सरहरू चाहिँ भन्न गएको छु। त्यो एन्सर छ कि त्यो म एउटा क्वेसन भन्नु नि, त्यो मैले बिर्सेको छु। क्वेसन भन्दा पनि त्यो एकजना दिदी क्या मैले चिनेको दिदी, उहाँको श्रीमान चाहिँ बिरामी हुँदो रहेछ। अनि उहाँलाई चाहिँ अब आफ्नो हेल्थको नै प्रब्लम भइरहेको हुन्छ, त्यसमाथि फेरि आफ्नो फ्यामिलीको पनि केयर गर्नु पऱ्यो, हरेक कुराहरू उहाँकै जिम्मामा हुन्छ नि त, घर सम्हाल्नु पऱ्यो, छोराछोरीको बारेमा सबैको बारेमा चाहिँ केयर गर्दाखेरि चाहिँ अनि उहाँको आफ्नो हेल्थको पनि प्रब्लम भइरहेको हुन्छ। अनि सबै कुराहरू ह्यान्डल गर्दाखेरि कहिलेकाहीँ चाहिँ उहाँलाई रिस उठ्छ नि त, छोराछोरीले भने कुरा केही मानेर आफ्नो श्रीमान के उहाँको श्रीमान चाहिँ बिरामी हो, श्रीमान चाहिँ बिरामी हुन्थ्यो अरे। अनि उहाँले पनि गरेको रिस उठ्छ। अनि एक दिन चाहिँ उहाँको अनि हस्बेन्डले चाहिँ त्यो रिसाएर खै के भन्नुभएछ अरे। अनि उहाँको बच्चा रिसको गर्दा उहाँको बच्चाले पनि स्ट्रेस टेन्सनहरू लिएछ अरे। अनि उहाँले चाहिँ के गर्नुहुन्छ भने चाहिँ अनि उहाँले चाहिँ उहाँको वाइफले चाहिँ यस्तो भन्नुहुन्छ अरे, आफ्नो तिम्रो बाबा तिम्रो ड्याडीलाई सन्चो होइन, तिमीहरू पनि आफ्नो डिसिप्लिनमा बस्छ, आफ्नो कामहरू टाइममै गर, त्यही भएर बाबालाई पनि अलिक सजिलो हुन्छ, बाबालाई पनि खुसी हुन्छ। र बाबालाई पनि खुसी भइसकेपछि चाहिँ अनि तिम्रो ड्याडीहरूले चाहिँ तिम्रो ड्याडी खुसी भइसकेपछि तिम्रो ड्याडी बनाएर अलिक निको हुन्छ नि त होइन। अनि त्यसो भन्नुभएको अरे। अनि उहाँको छोराछोरीले पनि सम्झे जस्तो गर्नुभयो अरे। अनि एक दिन चाहिँ उहाँको हस्बेन्ड चाहिँ कराउनु भएको अरे भन्छ, त्यो सुनेको है। अनि त्यही भएर चाहिँ अनि पछिदेखि चाहिँ अनि बाबालाई चाहिँ बुझ्ने हुनुभयो छोराछोरीहरूले पनि। त्यही भएर हामीले पनि हामी बच्चाहरूलाई चाहिँ बच्चाहरू जिद्दी गर्छ नि भन्छ भनेर हामी चाहिँ माया गर्छौँ, सम्झाउँछौँ होइन, एउटा चक्लेट दिन्छौँ। अनि तर हामी जब ठुलो मान्छेलाई चाहिँ हे तेरो दिमाग छैन, तेरो बुद्धि छैन, तैँले यस्तो किन काम गरिस् भन्छ। तर बच्चा त बच्चा हो, सानो यसले त बिगारिहाल्छ नि भन्छ। तर त्यसको पछाडि लुकेको त्यो हामीले स्ट्रेन टेन्सनलाई चाहिँ नबुझिकन त्यत्तिकै गर्नु हुँदैन। त्यही भएर हामीले ठुलो मान्छेले पनि बुझ्नु पर्ने रहेछ है। त्यो पछाडि उसको पछाडि के लुकेको छ, उसलाई किन रिस उठेको, उसले किन यस्तो खालको काम गरेको, उसको किन ह्याबिट यस्तो चेन्ज भएको भनेर चाहिँ यस्तो त्यो टेन्सनहरू किन भएको भनेर उनीहरूको पछाडि ब्याकग्राउन्डको चाहिँ हेर्नुपर्छ, बुझ्नुपर्छ। अनि हामीले कसैले केही झर्किने बित्तिकै हामी पनि झर्केर रिसाएर रेस्पोन्स एन्सर दिनु हुँदैन है। हामी चाहिँ बरु एकछिन चुप लाएर बस्ने, अनि के भएको छ भनेर राम्रोसँग सोध्ने होइन, त्यसपछि मात्रै चाहिँ हामीले रेस्पोन्स गर्नुपर्छ। अनि फ्यामिली नै सबभन्दा ठुलो कुरा हो। हाम्रो मिस्टेक छ भने हामीले सरी मैले यस्तो गल्ती गरेँ, तपाईँले यस्तो भएको रहेछ मलाई थाहा थिएन भने, इफ उसको गल्ती होइन अबदेखि यस्तो गल्ती दोहोऱ्याइ कहिले पनि नगर्नु, बरु गरे पनि मिस्टेकले गरेँ भन्नु, तर यस्तो ठुल्ठुलो खालको गल्ती चाहिँ बरु सोचेर दिमाग लगाएर मात्रै गर्नु भन्नु। अनि फ्यामिली नै सबभन्दा इम्पोर्टेन्ट कुरा। फ्यामिली बिना हामी बाँच्न सक्दैन, फ्यामिली बिना हामीले स्कुल जान सक्दैन, फ्यामिली बिना हामी पढ्न सक्दैन, हामीले फ्यामिली बिना केही पनि काम गर्नु सक्दैन। इफ फर इक्जाम्पल एउटा केटी थियो होइन, त्यो केटी चाहिँ एकादेशमा एउटा स्टडी भन्छ होइन, एउटा एकादेशमा एउटा घर थियो, एउटा गाउँ भन्दैन, एउटा टाउन थियो होइन। त्यो भिलेजमा चाहिँ एउटा परिवार कहिले पनि खुसी साथ बस्दैन थियो क्या। तर भन्नुपर्दाखेरि खुसी चाहिँ होइन, तर सबैजना खुसी साथ बस्यो। तर त्यो घरमा एउटा केटी पनि थियो, त्यो चाहिँ उसको ड्याडी मम्मीले भनेको केही नमान्ने, अनि उसको ड्याडी मम्मीले भनेको काम पनि नगर्ने। बरु भन्थ्यो कि मलाई फ्यामिली चाहिँदैन, तपाईँहरू मलाई चाहिँदैन, तपाईँले यस्तो काम गर्नुहुन्छ, मैले भनेको तपाईँ केही पनि मान्नु हुँदैन। तर उसको बाबा त्यति नै खेला उसको बाबाले अलिकति क्यान्सर थियो होइन। अनि यस्तो गर्दाखेरि छोरी यस्तो नगर भन्दाखेरि पनि तपाईँहरू चाहिँदैन भने एक दिन चाहिँ ऊ घरबाट निस्क्यो। अनि त्यसपछि ऊ घरबाट निस्किसकेपछि अनि ऊ कता बस्ने होला भन्ने सोच्यो। तर ऊ धेरै टाढा पुगिसकेको थियो र उसले केही पनि थाहा पाएन कि म कहाँ छु, म कुन चाहिँ दुनियाँमा छु, उसलाई केही पनि थाहा भएन। अनि त्यसपछि 3-4 दिनपछि उसले घर खोज्यो, केही काम खोज्यो, केही पनि पाएन। तर अनि त्यसपछि चाहिँ उसलाई रियलाइज भयो कि फ्यामिलीको महत्त्वपूर्ण कति धेरै रहेछ भन्ने कुरा, इम्पोर्टेन्ट कति धेरै रहेछ भन्ने कुरा उसलाई रियलाइज भयो। अनि त्यसपछि तर उसलाई थाहा थिएन कि उसको घर जानु त मन छ उसलाई, तर उसको घरको बाटो कुन चाहिँ हो उसलाई केही पनि थाहा छैन।
अनि त्यसपछि ऊ काम खोज्यो, कहीँ पनि भेटेन। इफ हाम्रो फ्यामिली छैन भने हामीलाई कसैले पनि मन पराउँदैन कि इफ अनि त्यसपछि एक दिन चाहिँ अनि एकचोटि चाहिँ उसले एउटा काम भेट्यो। त्यो काममा चाहिँ त्यो केटीले अनि त्यो केटी भर्खर 10 वर्ष कि त यस्तो 11-12 वर्षको थियो होला। तर त्यसले भने नि 18 वर्ष मुनिको बच्चाहरूले त काम नदिनु भनेर होइन। अनि त्यही बेलामा अनि त्यो पसलेले सोधेछ अरे, अनि त्यो केटीले भनेछ अङ्कल यहाँ के काम पाइन्छ भनेछ अरे। तर पसलेले भन्छ काम त छ, तर तिमी कति वर्षको र भन्यो। तर उसले के भने ऊ 11 वर्षको भन्यो, 11-12 यस्तो भन्यो। अनि उसले भने नानी तिम्रो लागि त के पनि काम छैन, बरु हामीले तिमीलाई काम दियो भने बरु पुलिसले चाहिँ हामीलाई समात्ला बहिनी, हामीले तिमीलाई के पनि काम छैन, काम त छ तर पुलिसले हामीलाई समात्छ, हामी तिमीलाई के पनि काम दिँदैनौँ सक्दैनौँ भने बहिनी जाऊ तिमी यहाँबाट, तिमीलाई आफ्नै घरमा जाऊ भन्यो होइन। त्यसपछि उसले भने अङ्कल प्लिज दिनु न, बरु भन्दा म हजुरकै छोरी बनेर बस्छु भने। बहिनी मेरो त आफ्नै छोरी छ, किन त्यस्तो भन्छ र मेरो छोरीले यसो थाहा भयो भने मेरो छोरी मस्तो रिसाउँछ, नानी छोरी नानी बहिनी तिमी जाऊ आफ्नै घरमा जाऊ, तिम्रो फ्यामिली चाहिँ कता हुन्छ र भन्यो। नि मैले त मेरो फ्यामिलीलाई छोडेर मलाई मेरो फ्यामिली मन पर्दैन, म मेरो फ्यामिलीलाई छोडेर आएँ भनिहाल्छ। बहिनी तिमीले यो साह्रै गल्ती गरेछौ, तिम्रो फ्यामिलीलाई छोडेर तिमी आफ्नो फ्यामिली बिना कहिले पनि बाँच्दैन, तिमीलाई यो कुरा रियलाइज हुनुपर्ने, तर तिमीलाई यो रियलाइज भन्यो लास्टमा। एन्ड द इन्डमा चाहिँ अनि उसले त्यो खान नि पाएन, के गर्न पाएन, उसले पढ्न नि पाएन, उसले पढेको कुरा सबै बिर्सिँदै गयो। त्यसपछि उसको त्यही इन्ड भयो। हो, त्यसले गर्दाखेरि फ्यामिली इज मोस्ट इम्पोर्टेन्ट इन आवर लाइफ भन्ने कुरा चाहिँ हामीले यहाँलाई बुझाउन खोजेको। ल अब हामी आजको लागि यति नै। अब हामी बिदा हुन्छौँ। अब यस्तो नयाँ कुराहरू, यस्तो राम्रो कुराहरू ल्याएर चाहिँ हामी भोलि पर्सि फेरि फर्किने बाचासहित हामी यहाँबाट छुट्टिन्छौँ। बाई। तर यो भिडियोलाई चाहिँ कस्तो लाग्यो यहाँहरूको फिडब्याक दिनु होला, कमेन्ट गरिदिनु होला, लाइक सब्सक्राइब यदि मनपर्छ भने गरिदिनु हुन अनुरोध गर्दछौँ। ल अब आजलाई यति नै। अब बाई बाई छोरी, थ्याङ्क यू सो मच फर यर सपोर्ट है, यो टाइम दिनुभएकोमा भिडियोको लागि। लभ यू छोरी, मलाई पनि। ल बाई बाई।